सो हेलो एभ्रिवान, दिस इज मी सौरभ सिंह थापा अन द ब्लग। र आज चाहिँ मैले तपाईँहरूलाई चाहिँ लिएर आइसकेको छु एउटा इबी सेगमेन्टको कार, ह्याचब्याक कार रहेको छ। यो चाहिँ तपाईँहरूलाई चाहिँ मैले लन्चिङ प्रोग्राममा लिएर आएको छु। यो रहेको छ जगदम्बाको तर्फबाट, जगदम्बा मोटर्सको तर्फबाट इभी ह्याचब्याकमा आएको छ। यो छ प्रोटनको चाहिँ लन्चिङ प्रोग्राम रहेको छ। प्रोटन कार यो मलेसिया र चाइनाको चाहिँ कोलाबोरेसनमा बनेको कार हो, जुन चाहिँ एकदमै आरामदायी, एकदम फिचरिस्टिक खालको चाहिँ लेटेस्ट डिजाइन र लेटेस्ट टेक्नोलोजी युज गरेर बनिएको इभी गाडी छ। यसमा चाहिँ थुप्रै फिचरहरू रहेको छ, त जुनले गर्दाखेरि तपाईँलाई चाहिँ एकदमै चाहिँ भविष्यमा चाहिँ एउटा कार चाहिँ सस्तो रेन्जमा पनि राम्रो कार आउँछ तपाईँको चाहिँ भनेर चाहिँ तपाईँले चाहिँ लिन सक्नुहुनेछ। यो चाहिँ दुईवटा भेरिएन्टमा आउनेछ। एउटा रहेको छ तपाईँको चाहिँ प्राइम भेरिएन्ट र अर्को रहेको छ प्रिमियम भेरिएन्ट। प्राइम भेरिएन्टको प्राइस रहेको छ 29.99 लाख्स र प्रिमियमको रहेको छ 36.99 लाख्स। यो चाहिँ एकदमै सुइटेबल रेन्ज अफ प्राइस भन्न चाहन्छु, भ्यालु फर मनी पनि भने मैले चाहिँ अहिले जुन किसिमको गाडीको चाहिँ तपाईँले चाहिँ देखिसक्नुहुन्छ फिचर। 8वटा एयरब्याग छ, तपाईँको पावरफुल मोटर युज गरेको छ, फास्ट चार्जिङ छ तपाईँको चाहिँ, अनि ग्राउन्ड क्लियरेन्स पनि राम्रो रहेको छ गाडीको। सो यो प्राइस रेन्जमा चाहिँ यो खालको एग्रेसिभ प्राइसमा ल्याएको छ। अझै प्राइम 29.99 भनेपछि त अफोर्डेबल गर्ने टाइपको चाहिँ तपाईँले चाहिँ गाडी देख्न सक्नुहुनेछ। र तपाईँ पनि इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ एकचोटि अभियसली चाहिँ प्रोटनको सोरुममा गएर चाहिँ इमास 5 लाई ट्राई गर्न सक्नुहुनेछ, टेस्ट राइड पनि गर्न सक्नुहुनेछ। र यो चाहिँ जगदम्बाको तर्फबाट रहेको छ। धनगढीमा पनि सोरुम छ यसको, काठमाडौँ अल ओभर डिफ्रेन्ट सिटीहरूमा छ नेपालको चाहिँ। सो तपाईँहरूले चाहिँ एउटा चाहिँ ह्याचब्याकमा चाहिँ इभी गाडी हेरिराख्नु भएको छ भनेपछि तपाईँलाई चाहिँ सुइटेबल र राम्रो रहनेछ। अनि यो चाहिँ रहेको छ तपाईँको इमास 7, जुन चाहिँ एकदमै तपाईँको चाहिँ हाई क्लास लग्जरी फ्ल्यागसिप टाइपको कार रहेको छ। यो चाहिँ एसयुभीमा हो। हस् त, थ्याङ्क यू।